पाल्पा सिमेन्ट कम्पनीले पहिलो चरणको आइपिओ पौष 25 गतेदेखि निष्कासन गर्ने भएको छ। पाल्पा सिमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डबाट 75 लाख किता आइपिओ निष्कासन गर्नको लागि अनुमति पाएको थियो भने यस कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पौष 25 गतेदेखि आइपिओ निष्कासन गर्ने मिति तय गरेको छ। पाल्पा सिमेन्ट कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि 18,75,000 किता आइपिओ निष्कासन गर्ने भएको छ भने त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पौष 25 गतेदेखि 5,62,500 किता आइपिओ निष्कासन गर्ने भएको छ। अब तपाईले चाहिँ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको आइपिओमा आवेदन दिनको लागि भने तपाई चाहिँ उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी, साबिक नवलपरासी जिल्ला र खानी रहेको क्षेत्र पाल्पा जिल्लाको स्थानीय बासिन्दाहरूले यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाहरूले पाल्पा सिमेन्ट कम्पनीको आइपिओमा अब पौष 25 गतेदेखि माघ 9 गतेसम्म अन्तिम आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले यस कम्पनीको आइपिओमा पौष 25 गतेदेखि पौष 30 गतेसम्म अन्तिम आवेदन दिन सक्नेछन्। स्थानीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यस कम्पनीको आइपिओमा न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ भने अधिकतम 1 लाख कितासम्मका लागि आवेदन दिने व्यवस्था गरिएको छ। यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले यस कम्पनीको आइपिओमा पनि न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ भने अधिकतम 1 लाख कितासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिएको 5,62,500 कितामा वैदेशिक कोटाबाट धेरै आवेदन पर्ने भएको हुँदा तपाईले चाहिँ पाल्पा सिमेन्ट कम्पनीको आइपिओमा वैदेशिक कोटाबाट 10 किताका लागि आवेदन दिनुभयो भने राम्रो हुनेछ। वैदेशिक कोटाबाट तपाईले पाल्पा सिमेन्ट कम्पनीको आइपिओमा आवेदन दिनको लागि भने नेपाल धितोपत्र बोर्डबाट सी-आस्पा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नुहुनेछ भने त्यसैगरी तपाईले चाहिँ मेरो सेयर एकाउन्ट एप्लिकेसन प्रयोग गरेर अनलाइन मार्फत पनि तपाईले चाहिँ पाल्पा सिमेन्ट कम्पनीको आइपिओमा वैदेशिक कोटाबाट आवेदन दिन सक्नुहुनेछ। अब तपाईँ चाहिँ पाल्पा सिमेन्ट कम्पनीको आयोजना प्रभावित स्थानीय बासिन्दाको तर्फबाट आवेदन दिन चाहनुहुन्छ भने यस पाल्पा सिमेन्ट कम्पनीले स्थानीय आयोजना प्रभावित बासिन्दाका लागि 18,75,000 किता आइपिओ निष्कासन गरेको छ, जसमा चाहिँ स्थानीय बासिन्दाका लागि छुट्याएको आइपिओमा आवेदन दिनको लागि तपाईले चाहिँ उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी, साबिक नवलपरासी जिल्ला र खानी रहेको जिल्ला पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि जारी गरिएको 5% अर्थात् 18,75,000 कितामा तपाईले आइपिओमा आवेदन दिन सक्नुहुनेछ। स्थानीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आइपिओमा आवेदन दिनको लागि विवरण पत्र, दरखास्त फारम पाइने र दरखास्त साथ रकम बुझाउने स्थानहरू निम्न अनुसार रहेका छन्। जस्तै विवरण पत्र पाइने स्थानहरू रहेका छन् नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड नक्साल काठमाडौँ र वेबसाइट www.nobelinvestment.com.np मा गई तपाईले फारम प्राप्त गर्न सक्नुहुनेछ अर्थात् फारम डाउनलोड गर्न सक्नुहुनेछ। त्यसैगरी पाल्पा सिमेन्ट इन्डस्ट्री लिमिटेड सेन्ट्रल बिजनेस पार्क थापाथली काठमाडौँ र वेबसाइट www.tansencement.com मा गई तपाईले फारम डाउनलोड गर्न सक्नुहुनेछ अर्थात् सम्बन्धित कार्यालयमा गएर तपाईले फारम प्राप्त गर्न सक्नुहुनेछ र फारम पनि बुझाउन सक्नुहुनेछ। त्यसैगरी पाल्पा सिमेन्ट इन्डस्ट्री लिमिटेड उद्योग परिसर सुनौल आदर्श 7 नवलपरासीबाट पनि तपाईले चाहिँ यस कम्पनीले स्थानीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आइपिओ को फारम डाउनलोड गरेर तपाईले फारम बुझाउन सक्नुहुनेछ। त्यसैगरी आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि देय बमोजिम स्थानहरूबाट पनि तपाईले भौतिक रूपमा फारम प्राप्त गरेर फारम बुझाउन सकिने व्यवस्था गरिएको छ। जस्तै सङ्कलन केन्द्रको नाम रहेको छ नोबेल ब्याङ्क लिमिटेड तानसेन शाखा, त्यसैगरी नोबेल ब्याङ्क लिमिटेड बर्दघाट शाखा, त्यसैगरी नोबेल ब्याङ्क लिमिटेड बुलिबाटार शाखा, त्यसैगरी नोबेल ब्याङ्क लिमिटेड गैडाकोट शाखा, त्यसैगरी प्रभु ब्याङ्क लिमिटेडको पाल्पा शाखा, त्यसैगरी प्रभु ब्याङ्क लिमिटेडको बर्दघाट शाखा, त्यसैगरी प्रभु ब्याङ्क लिमिटेडको परासी शाखा, त्यसैगरी प्रभु ब्याङ्क लिमिटेडको बेलतारी शाखा र त्यसैगरी सिद्धार्थ ब्याङ्क लिमिटेडको पाल्पा शाखा, सिद्धार्थ ब्याङ्क लिमिटेडको शाखा बर्दघाट, त्यसैगरी सिद्धार्थ ब्याङ्क लिमिटेडको परासी शाखाबाट तपाईहरूले चाहिँ भौतिक रूपमा ब्याङ्कमा गएर यस्तो खालको फर्म किनेर चाहिँ तपाईले स्थानीय आयोजना प्रभावित क्षेत्रको बासिन्दाको तर्फबाट फारम भरेर फारम बुझाउन सक्नुहुनेछ। अब तपाईले चाहिँ यस्तो खालको फारम प्राप्त गर्नको लागि तपाईले 2 रुपैयाँ बुझाउनु पर्ने हुन्छ। 2 रुपैयाँमा चाहिँ तपाईले यस्तो खालको फारम प्राप्त गर्न सक्नुहुनेछ। तपाईले चाहिँ यहाँनिर फर्ममा चाहिँ हालसालै खिचिएको फोटो राख्नु पर्ने हुन्छ। त्यसपछि चाहिँ यहाँनिर तपाईले आफ्नो सम्पूर्ण विवरणहरू भरेर
डिपिआइटी अर्थात् क्लाइन्ट आइडी सम्पूर्ण कुराहरू हेरेर भरेर तपाईँले चाहिँ कति किताका लागि आवेदन दिन चाहनुहुन्छ हेरेर सम्पूर्ण कुराहरू खुलाएर चाहिँ तपाईँले चाहिँ यी तोकिएको ब्याङ्कहरूमा चाहिँ तपाईँले फारम बुझाउन सक्नुहुनेछ। तपाईँले चाहिँ स्थानीय आयोजना प्रभावित क्षेत्रको बासिन्दाको तर्फबाट आवेदन दिँदै हुनुहुन्छ भने तपाईँले कम्तीमा पनि 500 किता 1000 किता भन्दा माथिका लागि आवेदन दिनुभयो भने राम्रो हुनेछ। किनभने पाल्पा सिमेन्ट कम्पनीले स्थानीय आयोजना प्रभावित क्षेत्र पश्चिम नवलपरासी, साबिक नवलपरासी जिल्ला र खानी रहेको क्षेत्र पाल्पा जिल्लाको स्थानीय बासिन्दाहरूका लागि 18,75,000 किता आइपिओ निष्कासन गरेको छ भने त्यसको आधारमा तपाईँले स्थानीय बासिन्दाको तर्फबाट तपाईँले आवेदन दिँदै हुनुहुन्छ भने कम्तीमा पनि 500 देखि 1000 किताका लागि आवेदन दिनुभयो भने राम्रो हुनेछ। यदि तपाईँलाई यस कम्पनीको आइपिओ परेको खण्डमा भने तपाईँको ब्याङ्क एकाउन्टबाट पैसा काटिनेछ भने, अन्यथा नपरेको खण्डमा भने तपाईँले लगानी गर्नुभएको पैसा तपाईँको ब्याङ्क एकाउन्टमा नै रिटर्न हुनेछ। अब तपाईँले स्थानीय आयोजना प्रभावित क्षेत्रको बासिन्दाको तर्फबाट पाल्पा सिमेन्ट कम्पनीको आइपिओ हात पार्नु भयो भने तपाईँले चाहिँ 3 वर्षसम्म चाहिँ यस कम्पनीको आइपिओ बेच्न पाउनुहुने छैन। किनभने नेपाल धितोपत्र बोर्डको नियम अनुसार तपाईँले कम्तीमा पनि 3 वर्षसम्म यस कम्पनीको आइपिओ होल्ड गर्नुपर्ने हुन्छ। 3 वर्षपछि मात्रै तपाईँले चाहिँ यस कम्पनीको आइपिओ बेच्न सक्नुहुनेछ। पाल्पा सिमेन्ट कम्पनीको वित्तीय अवस्थाको कुरा गर्ने हो भने हालको इपिएस भने 3 रुपियाँ 25 पैसा रहेको छ भने यस कम्पनीको रेटिङको आधारमा भने एकरा नेपालले BB+ इस्योर रेटिङ प्रदान गरेको छ। यस कम्पनीको नेट वर्थको कुराकानी गर्ने हो भने 135 रुपियाँ 96 पैसा रहेको छ। यसको आधारमा यस कम्पनीको वित्तीय अवस्थाको कुरा गर्ने हो भने पाल्पा सिमेन्ट कम्पनीको वित्तीय अवस्था एकदमै राम्रो रहेको छ। अब यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपिओ निष्कासन गरिसकेपछि पाल्पा सिमेन्ट कम्पनीले चाहिँ सर्वसाधारणका लागि दोस्रो चरणमा आइपिओ निष्कासन गर्नेछ। पाल्पा सिमेन्ट कम्पनीले दोस्रो चरणमा आइपिओ निष्कासन गर्ने मिति तय गरेको खण्डमा भने म तपाईँहरूलाई भिडियो मार्फत जानकारी दिने नै छु। हवस् त साथीहरू, आजको लागि यति नै। तपाईँले जानकारी पाइसक्नुभयो। पाल्पा सिमेन्ट कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि पहिलो चरणको आइपिओ निष्कासन गर्न लागेको बारे। स्थानीय बासिन्दाको तर्फबाट तपाईँ कुन जिल्लामा बसोबास गर्नुभयो भने यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नुहुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले यस कम्पनीको आइपिओमा कहिलेदेखि कहिलेसम्म आवेदन दिन सक्नेछन् भनेर सम्पूर्ण जानकारी पाइसक्नुभयो। हवस् त साथीहरू, आजको लागि यति नै। तपाईँ पनि यस्तै नेपाली शेयर बजार सम्बन्धी र आइपिओ सम्बन्धी जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिन सक्नुहुनेछ।